हेलो नमस्ते। मैले अहिलेसम्म पढाएको अकाउन्ट लेभलका विषयवस्तुहरूको जानकारी जति मैले ज्ञान हासिल गरेको छु अथवा जति थाहा पाएको छु, जति मसँग अनुभव छ, त्यही अनुभवहरू यहाँहरू समक्ष सेयर गर्ने कोसिस गर्दैछु। विशेषतः आजको यो प्रस्तुतिमा यो निकट भविष्यमै 2079 साल जेठ 16 गतेदेखि एक्जामको तयारी गरेर बस्नुभएका जति पनि विद्यार्थी भाइ बहिनीहरू हुन्छ, विशेष गरी म्यानेजमेन्ट सब्जेक्टसँग सम्बन्धित ग्रुपका भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, उहाँहरूलाई अकाउन्ट सब्जेक्टमा अकाउन्ट के हो, त्यसको महत्त्व के छ, त्यसबाट हामीले चाहिँ एक्जाममा जाँदाखेरि त्यहाँबाट हामीले राम्रोभन्दा राम्रो ग्रेड सिट अर्थात् A+ ग्रेड सिट कसरी ल्याउन सक्छौँ र अहिलेसम्म तपाईँहरूले तयारी गर्नुभएको अवस्थालाई अझ पुसअप गर्नको लागि मैले दिने सहयोग, मैले भन्ने केही कुराहरू तपाईँहरूको लागि उच्चतम सहयोग हुन्छ भन्ने मैले आशा लिएको छु। त्यसैले मेरा भनाइहरूलाई, मेरा कुराहरूलाई यहाँहरू समक्ष प्रस्तुत गर्न खोज्दैछु। यहाँले सुनिदिनु होला, हेरिदिनु होला। सर्वप्रथम त यहाँहरूलाई म क्लास 12 को अकाउन्टको विषयबारेमा उल्लेख गर्न खोज्दैछु। अकाउन्ट विषय मुख्यतया म्यानेजमेन्ट ग्रुपभित्र, हुन त एनईबीले आफूले कोर्स डिजाइन गर्दाखेरि कसैलाई पनि ग्रुप फ्याकल्टी अथवा स्ट्रिम भनेर उल्लेख गरेको छैन। तर पनि हामी ब्याचलर लेभल पढ्न जाँदाखेरि अथवा +2 लेभल कम्प्लिट गरिसकेपछि ग्रेजुएसन गर्न जाँदाखेरि हाम्रो क्षेत्र के, हाम्रो एरिया कहाँ हुन्छ भन्ने आधारमा हामी 11-12मा सब्जेक्ट चुज गर्नुपर्ने हुनेछ अथवा त्यसै अनुसार चुज गरेको पाइन्छ। अब म्यानेजमेन्ट ग्रुप नभन्ने तापनि अकाउन्ट विषयलाई लिँदाखेरि त्यो म्यानेजमेन्ट ग्रुपभित्रकै कन्टेन्टभित्र रहन पाइन्छ, म्यानेजमेन्ट ग्रुपभित्रकै रहेको देखियो त्यो। त्यसैले म्यानेजमेन्ट ग्रुपभित्रका, म्यानेजमेन्ट स्ट्रिमभित्रका विद्यार्थीहरूको कोर सब्जेक्टको रूपमा अकाउन्ट उपस्थित हुन्छ यहाँ। अब हुन त 6वटा विषयहरू पढ्नुपर्ने हुन्छ। 11-12 को दुईटै लेभललाई पास गरेर ग्रेजुएसनको लागि तयारी गर्ने विद्यार्थीले 6वटै विषय 12मा, विशेष गरी 12मा चाहिँ 6वटै विषय पास गरेर आउनुपर्ने हुन्छ। तर पनि म्यानेजमेन्ट सब्जेक्टभित्रको अकाउन्ट सब्जेक्ट चाहिँ स्पेसली तपाईहरूले त्यो सब्जेक्टलाई चाहिँ एउटा स्पेसलाइजेसन सब्जेक्ट, मुख्य विषयको रूपमा आफूलाई चाहिँ इङ्गित गर्नुपर्ने भएको कारणले गर्दा भोलि यहाँहरूले प्रस्तुत गर्ने ग्रेड सिट अथवा फर्दर स्टडीको लागि आफूले तयार गरेको ग्रेड सिट, आफूले प्राप्त गरेको ग्रेड सिट जुन छ, त्यो ग्रेड सिटको कोलम हेर्दाखेरि सबैको ध्यान चाहिँ तपाईँहरूको ग्रुपको लागि विशेषतः अकाउन्टको कोलममा पुग्छ अथवा अकाउन्टको रोमा पुग्छ। यो विद्यार्थीले अकाउन्ट सब्जेक्टमा चाहिँ कति ग्रेड ल्यायो त अथवा कस्तो ग्रेड देखाएको छ उसले रिजल्टको रूपमा, त्यो ग्रेडतिर उसले आँखा लगाउँछ र त्यसैको आधारमा नै ऊ अगाडि बढ्ने नबढ्ने अथवा कस्तो विषय पढ्ने नपढ्ने भन्ने कुरामा बढी निर्भर रहन्छ। तसर्थ म्यानेजमेन्ट विषय, म्यानेजमेन्ट ग्रुप अथवा म्यानेजमेन्ट स्ट्रिमभित्रका विद्यार्थीहरूले मुख्यतया अत्यन्तै महत्त्वपूर्णका साथ अकाउन्ट विषयलाई हेर्नुपर्ने देखिन्छ। यसमा तपाईँले राम्रो गर्नुभयो भने यसपछिको ग्रेजुएसनका लेभल, यसपछिको ब्याचलरको लेभल तपाईँहरू कुन दिशातिर जाने र कुन बाटोतिर जाने त्यो कुरा तय हुन्छ। तपाईँले यो ग्रुपमा अथवा यो सब्जेक्टमा राम्रो गर्न सक्नु भएन, तपाईँले इङ्ग्लिसमा राम्रो गर्नु होला, नेपालीमा राम्रो गर्नु, सोसियोलोजीमा, यो त सबैले पढ्छन्। जुनसुकै स्ट्रिमको पनि 3वटा विषय, त्यो कम्पलसरी विषय त्यो सबैले पढेको पाइन्छ। त्यसले त्यति अर्थ राख्दैन, त्यो कम्पलसरी भयो, सबैको लागि त्यही नै भयो। भनेको मतलब अब आफूले ग्रेजुएसन गर्न जाँदाखेरि तपाईँको त्यो फिल्ड चाहिँ छुट्टिनुपर्छ। अब ग्रेजुएसन गर्न खोज्दाखेरिको फिल्ड तपाईँको छुट्टिन्छ। अब तपाईँ कता जाने त हाम्रो ग्रुप, यो जुन म्यानेजमेन्ट ग्रुप छ, त्यो म्यानेजमेन्ट ग्रुपले चाहिँ त्यसपछि ग्रेजुएसन गर्न जाँदाखेरि ऊ राम्रै चिजमा, जस्तो CA पढ्न खोज्छु भन्ला, ACCA गर्न खोज्छु भन्ला, होइन। त्यसो गर्दाखेरि तपाईँले अकाउन्टमा के गर्नुभयो त 12मा 11-12 को अकाउन्ट के गरेर आउनुभयो। 11-12 को ग्रेड सिट प्रस्तुत गर्न खोज्दाखेरि अकाउन्ट कोलममा तपाईँको ग्रेड चाहिँ कस्तो प्रस्तुत गरिएको छ वा त्यसलाई त कसरी उल्लेख गरिएको छ त्यतातिर आँखा लाग्छ। अनि कसैले भन्नुपर्दाखेरि चाहिँ अकाउन्टको ग्रेड, अकाउन्टको कोलममा, अकाउन्टको रोमा नै ग्रेड चाहिँ यसो कमजोर छ भने यसले त्यो विषयसँग सम्बन्धित कुरामा के गर्न सक्छ र भन्ने कुरा क्वेसन मार्क लाग्न जान्छ फेरि। तसर्थ तपाईँहरूलाई चाहिँ मैले एउटा महत्त्वपूर्ण विषयलाई ठान्नुहोस्, महत्त्वपूर्ण विषयको रूपमा यसलाई उल्लेख गर्नुहोस् र सोही अनुसारको प्रक्रियामा आफ्नो एक्जामको तयारी गर्नुहोस्। त्यसो गर्नुभयो भने यहाँहरूले चाहिँ राम्रो ग्रेड सिट प्रस्तुत गर्न सक्नुहुनेछ भन्ने मलाई लाग्छ। त्यसको लागि म आजदेखि यो ब्रिजवाटर कलेजको एसोसिएसनमा यहाँहरुको लागि एक्जामिनेसन
टिप्स एन्ड ट्रिक्सको रूपमा सानो कुराहरू यहाँ तपाईँलाई प्रस्तुत गर्न खोज्दैछु, जसमा मुख्यतया हामी यहाँहरूलाई मुख्यतया कोर्स कन्टेन्टको बारेमा सबभन्दा पहिला म उल्लेख गर्न चाहन्छु। यहाँले कोर्स कन्टेन्टलाई हेर्नुभयो भने लगभग तपाईँले थाहा पाइरहनु भएकै छ, तर पनि हामीले उल्लेख गर्दाखेरि हामी चाहिँ पहिलो अन्तर्गत 1 मा हामी यहाँ कम्पनी अकाउन्ट 1 पहिलो फर्स्ट ग्रुपको रूपमा हामी तपाईँलाई त्यो उल्लेख गर्छौँ है, पहिलो ग्रुपमा। दोस्रोमा तपाईँलाई उल्लेख गर्छौँ हामी फाइनान्सियल स्टेटमेन्ट दोस्रो पार्टको रूपमा यहाँहरूलाई उल्लेख गर्दाखेरि, र तेस्रो पार्टको रूपमा उल्लेख गर्न चाहन्छु म कस्ट अकाउन्टिङ मेजर ग्रुपको रूपमा, र चौथो फाइनल तपाईँलाई छ युज अफ अकाउन्ट इन कम्प्युटर, युज अफ अकाउन्टिङ एन्ड कम्प्युटर सफ्टवेयर पनि भन्छ। यो मुख्य कोर कन्टेन्ट तपाईँको 4 देखियो। यो चाडाको आधारमा तपाईँले उल्लेख गर्नुपर्ने हुन्छ। अब कम्पनी अकाउन्टको यो पार्ट्सभित्र तपाईँलाई म यहाँ उल्लेख गर्छु, कम्पनी अकाउन्टको यो पार्ट्सभित्र तपाईँले हेर्दाखेरि इन्ट्रोडक्सन अबाउट द कर्पोरेट 1, त्यस पछाडि प्रोसेस अफ तपाईँको अकाउन्टिङ अफ सेयर्स भनिन्छ। त्यसमा चाहिँ सेयर भनेको के, सेयर क्यापिटल भनेका के हैन, सेयर क्यापिटल कम्पनीले कसरी इस्यु गर्छ, त्यसका प्रोसिडियर्सहरू के हुन्, त्यसको म्याथमेटिकल सिस्टम्सहरू पनि के हुन् भन्ने कुराहरू हामी यहाँ पढ्छौँ, र त्यसको न्युमेरिकल एक्सरसाइज पनि हामी गर्छौँ। र सँगसँगै त्यसमा चाहिँ क्यापिटलको अर्को सोर्स डिबेन्चर पनि, कम्पनी अपरेट गर्दाखेरि, कम्पनी इस्टाब्लिस गर्दाखेरि त्यसमा चाहिँ क्यापिटलको सोर्स दुईटा देखिन्छ। एउटा कम्पनीका सेयर होल्डर्स आफैले इन्भेस्टमेन्ट गरेर जाने, अर्को चाहिँ उसले लोनको थ्रुबाट पनि चलाउने। भनेपछि दुईटा प्रोसेस, एउटा सेयरको प्रोसेस, अर्को चाहिँ डिबेन्चरको प्रोसेस, त्यसको हामी म्याथमेटिकल हिसाब गर्छौँ। त्यस पछाडि अर्को सेकेन्ड ग्रुपमा तपाईँलाई छ फाइनान्सियल स्टेटमेन्ट अफ कम्पनी। ठ्याक्कै यो भनेको चाहिँ 1 वर्ष तपाईँले आफ्नो बिजनेस अर्गनाइजेसनलाई अपरेट गरिसक्नु भएको छ भनेदेखि यु हेभ टु नो अबाउट द प्रफिट एन्ड लस कन्डिसन अफ बिजनेस अर्गनाइजेसन, अफ योर बिजनेस अर्गनाइजेसन, एन्ड नोइङ अबाउट द फाइनान्सियल पोजिसन अफ योर बिजनेस अर्गनाइजेसन। के हो त हामीले 1 वर्षमा हाम्रो बिजनेस अर्गनाइजेसनको अवस्था कस्तो रूपमा सञ्चालन गर्दै ल्यायौँ, र हाम्रो वित्तीय अवस्था कस्तो छ, आर्थिक अवस्था कस्तो छ भन्ने कुरा प्रश्न पार्न खोज्छ। त्यो कन्टेन्ट, त्यो कन्सेप्ट तपाईँको फाइनान्सियल स्टेटमेन्ट अफ कम्पनीमा हामी अध्ययन गर्छौँ, र त्यसमा विशेष गरी तपाईँहरूले फाइनल अकाउन्ट, त्यसपछि फाइनल अकाउन्ट पनि तपाईँलाई ट्रेडिसनल फर्मेटमा, मोडर्न अकाउन्टिङ फर्मेटमा, वर्कसिट फर्मेटमा, र अर्को चाहिँ क्यास फ्लो स्टेटमेन्ट, त्यति चिज पढ्छौँ हामी। त्यस्तै कस्ट अकाउन्टिङको पार्टभित्र तपाईँहरूले इन्ट्रोडक्सन अबाउट द कस्ट, कन्सेप्ट अफ कस्ट, टाइप्स अफ कस्ट हैन, त्यस पछाडि कन्ट्रोलिङ प्रोसिड्युर्स अफ कस्ट हैन, त्यो कुराहरूलाई हामी बढी अध्ययन गर्छौँ। र सँगसँगै मेटेरियलको अकाउन्टिङ प्रोसेस, लेबरको अकाउन्टिङ प्रोसेस, ओभरहेडको अकाउन्टिङ प्रोसेस, र म्यानुफ्याक्चरिङ अर्गनाइजेसनहरू, इन्डस्ट्रियल अर्गनाइजेसनहरू जुन हुन्छ जसले चाहिँ आफ्नो प्रडक्ट प्रड्युस गरेर जुन मार्केटमा सेन्ड गर्छ, मार्केटमा सेन्ड गर्दा तपाईँले याद गर्नुहोस् कुनै पनि प्रडक्ट मार्केटमा गयो भने त्यसको चाहिँ आइडेन्टिटी भनेको प्रडक्टको नेम प्लस उसको सेलिङ प्राइस हो। त्यसलाई चाहिँ हामी एमआरपी भनेर डिसाइड गर्ने गर्छौँ। त्यो बिक्री मूल्य यानि सेलिङ प्राइस लिएर मार्केटमा पुग्छ प्रडक्ट। अनि सेलिङ प्राइस कसरी डिटरमाइन हुन्छ भन्दाखेरि आफ्टर नोइङ अबाउट द कस्ट प्राइस एलोङ विथ द पर्सेन्टेज अफ मार्जिन एडेड बाई द बिजनेस अर्गनाइजेसन, ठ्याक्कै कति समावेश गरेको छ, त्यो कस्ट कति त, त्यो प्रडक्टलाई चाहिँ प्रड्युस गर्दाखेरि मार्केटसम्म पुर्याउँदाखेरि अर्गनाइजेसनले कति कस्ट बेयर गर्यो भन्ने कुरा चाहिँ ठ्याक्कै युनिट कस्ट र आउटपुट कस्टिङमा हामी डिफाइन गरेर पढ्छौँ। अनि सँगसँगै फाइनान्सियल अकाउन्टिङको प्रोसेस र कस्ट अकाउन्टिङको प्रोसेसको डिफ्रेन्टको कारणले गर्दा हैन, दुईटा अकाउन्टिङ सिस्टमले देखाउने जुन प्रफिट अमाउन्ट हो, त्यो प्रफिट अमाउन्ट कसरी फरक पर्यो, त्यसलाई कसरी रिकन्साइल गरिन्छ, त्यसको रिजनिङ स्टेटमेन्टहरू के हुन् भन्ने कुरा पढ्छौँ कस्ट रिकन्सिलिएसन स्टेटमेन्टमा। एन्ड फाइनली अहिले न्यू कन्सेप्ट के राखिएको छ भनेदेखि अकाउन्टिङ सिस्टम मोस्टली तपाईँको ट्रेडिसनली तपाईँलाई इभ्यालुएसन हुँदाखेरि अथवा भनौँ ट्रेडिसनली यसको ओरिजिन हुँदाखेरि म्यानुअल सिस्टममा यो मेन्टेन हुन्छ। अझै इभन यहाँ अहिले पनि कतिपय ठाउँमा म्यानुअली नै युज हुन्छ। जर्नलाइजिङ प्रोसेस, लेजरिङ गर्ने प्रोसेस, त्यसका अकाउन्टिङ ट्रिटमेन्ट गर्दाखेरि युज गर्ने प्र्याक्टिकल एक्सर्साइजहरू जम्मै म्यानुअल नै हुन्छन्, रजिस्टरै बनाएर लेखेरै गर्ने गरिन्छ अझै पनि। तर अब त्यसलाई अलिकति मोडर्नाइज गरिएको छ के भन्दाखेरि थ्रु आउट द युज अफ कम्प्युटर सफ्टवेयर अल्सो, त्यो सफ्टवेयरमा हामी काम गर्छौँ। अब म्यानुअल ढड्डा बनाएर रजिस्टर बनाएर काम गर्ने मान्छेहरूले धेरैले छोडिसके।
अब कम्प्युटरमा काम गर्ने, किनकि जमाना त्यस्तो देखियो भनेपछि अब यसलाई चाहिँ कम्प्युटराइज प्रोसेसमा चाहिँ एप्लाई गर्दाखेरिको त्यो के हुन्छ त, कसरी सिकिन्छ, त्यसको एउटा प्रिलिमिनरी फेज, प्राइमरी तपाईँलाई इन्ट्रोडक्सन क्लास 12 को यो अकाउन्ट सब्जेक्टमा राखिएको छ कोर्स कन्टेन्टभित्र। यो ओभरअल यो सबै अकाउन्टिङ प्रोसिड्युर्स तपाईँको टोटली हेर्दाखेरि हामीले झन्डै यो 100 मार्क्समा डिफाइन गराएछ गर्न चाहिँ तपाईँलाई फुल मार्क्स हामी 100 मार्क्स नै भन्छौँ, तर 100 मार्क्सको चाहिँ पोजिसन अब तपाईँलाई दुई किसिमले देखिन्छ अहिले। के भन्दा 75 तपाईँको देखिन्छ एक्जामिनेसनबाट जुन हामी फाइनल इक्जामबाट गर्छौँ, र 25 तपाईँको देखिन्छ प्र्याक्टिकल बेसबाट। यो प्र्याक्टिकल भन्छौँ हामी अथवा इन्टर्नल भनेर। जुन इन्स्टिट्युसनमा जुन कलेजमा तपाईँहरू पढ्नुहुन्छ त्यो ठाउँबाट तपाईँहरूलाई आन्तरिक रूपमा 25 मार्क्स यानि 25 मार्क्स कलेजको तर्फबाट सब्जेक्ट टिचरको हैन एसोसिएसनमा उहाँहरूले यसलाई पठाउने गर्नुहुन्छ। अब तपाईँहरूले त्यसमा चाहिँ कति एनइबीले तोकेकै प्रोसिड्युर्समा तपाईँहरूले 25 मार्क्सको काम गर्नुपर्ने हुन्छ। प्रोजेक्ट वर्कका कुराहरू छन्, त्यसमा क्लास वर्कका कुराहरू छन्, होमवर्कका कुराहरू छन् हैन, त्यसपछि क्लास पार्टिसिपेसनको कुराहरू छन्, डिसिप्लिनरी सिस्टमको कुराहरू छन्, एटेन्डेन्सका कुराहरू पनि होलान्। ती सबै ओभरअल तपाईँलाई चाहिँ एड्स गएर भाइवा फेस गर्नुपर्ने पनि हुनसक्छ। प्रोजेक्ट वर्क गरिसकेपछि त्यो सबै फेस गरेर त्यो सबै कम्प्लिट गरेर तपाईँलाई 25 मार्क्सको डिजाइन गरिएको छ भनेदेखि 75 मार्क्सको लागि अब हामीले हाइलाइट गर्ने, हामीले चाहिँ यहाँ खोजेको भनेको फुल मार्क्स तपाईँको 100 भित्र चाहिँ तपाईँले हामीले हेर्ने चाहिँ मोस्टली के त 75। यो तपाईँहरूको आफ्नो पर्फर्मेन्समा डिपेन्ड गर्छ। एनइबीले डिसाइड गरेको रुटिन, त्यो रुटिन अनुसार अकाउन्ट सब्जेक्टको इक्जाम कुन दिन परेको छ त्यो दिन तपाईँलाई तोकिएको सेन्टरमा उनीहरूले 3 आवर्सको टाइम पिरियड तपाईँहरूलाई एभाइलेबल गराउँछ। त्यो 3 आवर्सको टाइम पिरियडभित्र इन्भल्भ भइसकेपछि इक्जाम हलमा गइसकेपछि तपाईँहरूले 3 आवर्सको टाइम पिरियडमा एभाइलेबल भएको क्वेसनको सेटलाई हेरेर आफ्नो पर्फर्मेन्स देखाउनु पर्यो। त्यो 3 आवर्सभित्र तपाईँ बाहिर जतिसुकै जान्ने हुनुहोस् या यो हुनुहोस् त्यो हुनुहोस् यता गर्नुहोस् उता गर्नुहोस् केही होइन, एक्जामिनेसन हलभित्र गएर 3 आवर्सको टाइम पिरियडमा तपाईँले आफ्नो पर्फर्मेन्स कसो देखाउनुहुन्छ त्यो तपाईँको रियल इभ्यालुएसन हुन्छ। त्यसैले नै तपाईँको पछि प्राप्त गर्ने जुन डकुमेन्ट हो, रिजल्टको जुन डकुमेन्ट हो, त्यो डकुमेन्टलाई त्यो 3 आवर्सको पर्फर्मेन्सले हाइलाइट गर्छ। त्यहाँ केही गर्न सक्नु भएन भनेदेखि त्यो एक्सक्युजेबल हुँदैन। एक्सक्युजेबल त हुन्छ तर अर्को वर्ष पर्खिनुपर्छ तपाईँहरूले। फेरि रेगुलर रूपमा जुन किसिमले अहिले म्याथ गराउनु भएको छ त्यो ग्याप गरेर फेरि पनि म्याथ गर्नुभयो भने त्यो फेरि प्रयास हाम्रो लागि चाहिँ सम्भव छैन, त्यो बडो गाह्रो हुन्छ। त्यसैले अहिलेकै प्रयासमा हामीले बडो सिन्सियर भएर लाग्नु पर्यो। अहिलेकै माध्यमबाट नै म गरेर सक्छु, म गर्न सक्छु, म गरेर देखाउन सक्छु भन्ने किसिमको कन्सेप्ट तपाईँले याद गर्नुपर्ने हुन्छ। अब तपाईँहरूलाई म 75 पेपर एक्जामिनेसन प्रोसिड्युर्सको लागि जुन 3 आवर्सभित्रको आउँछ त्यसको एक्जाम प्याटर्न कस्तो हुन्छ, त्यसको क्वेसनको प्याटर्न कस्तो हुन्छ भनेर म उल्लेख गर्न चाहन्छु यहाँहरूलाई। हामीलाई चाहिँ अहिले न्यू कोर्स, यो तपाईँको फर्स्ट टाइम हो। फेरि अहिलेको 12 क्लासले जुन एक्जाम दिन खोज्दैछ त्यो भनेको फर्स्ट एटेम्प्ट हो। योभन्दा प्रिभियस यो सेड्युलमा यो प्याटर्नमा अहिलेसम्म एक्जाम भएको थिएन। योभन्दा अगाडि त हुन्थ्यो तर त्यो सबै 100 मार्क्सको भइरहेको थियो। 100 मार्क्सको हुँदाखेरिको एक्जामको क्वेसनका प्याटर्नहरू के थिए तीभन्दा क्वाइट डिफ्रेन्ट छन्। अहिले फरक गरिएको छ। 25 तपाईँलाई इन्टर्नल गराइएको छ भने 75 तपाईँको एक्जामिनेसन प्रोसेसमा छ अथवा पेपर एक्जाममा जुन तपाईँको आफ्नो पर्सनल पर्फर्मेन्समा कम्प्लिट डिपेन्ड गर्ने भयो। त्यसैले यो न्यू हो। अब नयाँ भएको कारणले गर्दा तपाईँहरूलाई 3 आवर्सको टाइम पिरियडमा हेजिटेसन नहोस्, नर्भस फिल नहोस्, तपाईँले त्यो किसिमको प्र्याक्टिस गर्नुहोस् भन्नको लागि तपाईँलाई अलिकति त्यो मेन्टालिटी पोजिटिभ भाइब क्रिएट गर्नको लागि म तपाईँहरूलाई के कुरा भन्न खोज्दैछु। ध्यान दिएर सुन्नु होला, यहाँहरूले हेरिदिनु पनि होला। जस्तो हामीलाई एक्जाममा चाहिँ आउँदाखेरि 3टा ग्रुप, हाम्रो एक्जामिनेसन प्याटर्नभित्र 3टा ग्रुप देखिन्छ। फर्स्टमा भन्छौँ हामी ग्रुप ए। ग्रुप ए भित्र ब्रिफ एन्सर क्वेसन, एकदमै संक्षिप्त क्वेसन भन्छौँ हामी, ब्रिफ एन्सर। यो ब्रिफ एन्सर क्वेसन तपाईँलाई 1 2 3 4 5 6 7 8 9 10 11 गरेर टोटल क्वेसन्स हामीसँग जम्मी 11वटा आउँछ। 11 एन्ड एभ्री क्वेसन एसोसिएटिङ विथ 1 मार्क गरेर जम्मी 11 मार्क्सको मात्रै। यो मोस्टली यो सबै क्वेसनहरू चाहिँ थ्योरी बेस क्वेसन देखिन्छ मोस्टली।
कन्सेप्चुअल फ्रेमवर्क बेस्ड क्वेसनहरू हुन्छ जसमा चाहिँ तपाईलाई क्वेसन्स भनेर गर्ने मोस्टली WH बाट सुरु गर्ने WH क्वेसन भनेर भन्छौँ हामी अनि पछाडी चाहिँ क्वेसन मार्क लगाइदिने जस्तो इक्जाम्पल व्हाट इज पब्लिक कम्पनी ए त्यस्तै व्हाट डु यु मिन बाइ शेयर ए व्हाट इज प्रिफरेन्स शेयर क्यापिटल एकदम प्रोपरली स्पेसिफिक टर्मसँग सम्बन्धित भएका क्वेसनहरू लाइकवाइज व्हाट इज शेयर फर फ्युचर व्हाट इज कल्स इन एरियाज व्हाट इज द मिनिङ अफ शेयर प्रिमियम हैन व्हाट इज द मिनिङ अफ शेयर डिस्काउन्ट व्हाट इज द मेन अब्जेक्टिभ अफ इस्युइङ प्रोसेस अफ शेयर्स बाई द कम्पनी यस्तो टाइप क्वेसनहरू जसमा चाहिँ स्ट्रेट फरवर्ड तपाईँको एन्सर देखिन्छ बाई युजिङ वान सेन्टेन्स एक्ज्याक्टली you have to define हैन a complete answer about this type of questions भन्ने about that type of questions भन्ने specifying with 2 to 3 line as making of one sentence just clear cut straight ठ्याक्कै त्यसमा दायाँ बायाँ यताउति नै हैन त्यसमा डिस्क्राइब गर्ने त्यसमा अलिकति ब्याकग्राउन्ड देखाउने कामै हैन तपाईले वेट हेरेर काम गर्नु पर्यो 1 मार्क्स को वेटमा क्वेसन चाहिँ रेज गरेको छ भने यो क्वेसनको आन्सर मलाई आउँछ भन्दैमा तपाईले धेरै लेखेर 2 मार्क्स आउँदैन त्यो कहिले पनि त्यो टाइम वेस्ट मात्रै हो तपाईको टोटल टाइम वेस्ट हो तपाईले के गर्नु पर्यो त 1 मार्क्स को लागि 1 मार्क्स कै कन्टेन्टमा ठ्याक्कै क्वेसन प्रति कन्सिडर भएको आन्सरिङ स्टेटमेन्ट ठ्याक्कै लेख्नु पर्यो जुन स्पेसिफाई हुन्छ र तपाईको एक्जामिनरले तपाईले लेखेको आन्सर जब पढ्छ नि उसले हैन त्यो बेलामा जो इभ्यालुएटरले जसले पढ्छ त्यतिखेर उसले चाहिँ क्वेसन प्रति कन्सिडर भएको क्वेसन प्रति कन्सिस्टेन्ट भएको आन्सर उसले खोज्ने बित्तिकै हैन तपाईको आन्सर सिटमा उसले 1 मार्क्स भनेर घुमाइहाल्छ हामीलाई सजिलो भयो यो यस्तो टाइप क्वेसनहरू देखिन्छ 11 यसमा प्रोबेबल के देखिन्छ भने दुईटासम्म क्वेसन तपाईको ट्रिकी टाइपको म्याथमेटिकल बेस भएको सानो क्वेसन पनि म्याथमेटिकल अथवा न्यूमेरिकल बेस पनि क्वेसन राख्न सक्छ जस्तो लेबरबाट हैन एउटा लेबरले चाहिँ 5 आवर्स काम गर्छ उसले पर आवर चाहिँ 30 रुपैयाँ वेज रिसिभ गर्छ भने उसले चाहिँ दिनमा चाहिँ कति 5 घण्टाको उसले कति वेजेस अमाउन्ट रिसिभ गर्यो भनेर किसिमको सोधिन्छ सिम्पल टाइपको त्यस्तो पनि हुन सक्छ एक दुईवटा क्वेशन्स तर तपाईले एकदम हेर्दाखेरि के बुझ्नुहुन्छ भने त्यसको सिम्पल ट्र्याकमा मात्र देखिन्छ त्यहाँभन्दा अरु बाहेक केही पनि देखिँदैन यो जनरल ट्र्याक र म चाहिँ के तपाईलाई सजेस्ट गर्न खोज्छु भने यो 11 वटा क्वेशन कन्सिस्टिङ विथ 1 मार्क्स भन्छ यु हैव टु कम्प्लिट दैट अल टाइप्स अफ क्वेशन भन्ने बाइ कन्ज्युमिङ 10 मिनट्स ओन्ली 10 मिनेटमा तपाई सकाउनुस् लगभग यसलाई फटाफट एक्सेसिभ एन्सरिङ स्टेटमेन्ट लेख्दै नलेख्ने ठ्याक्कै पोइन्टमा जति हुनुपर्छ त्यति पोइन्टमा मात्र जाने ओके ग्रुप बी मा ग्रुप बी लाई चाहिँ सर्ट एन्सर क्वेशन भनेर देखा पर्छ यो सर्ट एन्सर क्वेशन्स यसमा हैन टोटल नम्बर अफ क्वेशन्स भनेको चाहिँ 8 and every question associating with 5 marks 40 total 8 marks को क्वेशन तपाईले कम्प्लिट गर्नु पर्दाखेरि चाहिँ यसमा अब सरी 8 वटा क्वेशन कम्प्लिट गर्नु पर्दाखेरि 5 मार्क्स को चाहिँ 40 मार्क्स को कम्प्लिट गर्नुपर्ने हुन्छ जसमा तपाईहरुलाई कुनै क्वेशनमा उले एउटा क्वेशन भित्रको पार्टमा चाहिँ ए भित्र थ्योरी बेसको बी मा प्र्याक्टिकल बेसको एउटा फुल क्वेशन कम्प्लिटली प्र्याक्टिकल बेसको जस्तो थ्योरीलाई उले 2 मार्क्स राख्दिने प्र्याक्टिकललाई उले 3 राख्दिने यो प्योर प्र्याक्टिकललाई उले 5 मार्क्स राख्दिने अर्को टाइप क्वेशन्स हैन ए भित्र यसको प्र्याक्टिकल बेसमा राख्दिने जसलाई चाहिँ 3 दिने र बी मा चाहिँ उले थ्योरी बेस राख्दिने जसलाई चाहिँ उसले 2 दिने यसो गरिसिमले त्यो मिक्सअप को कम्पोजिसनमा तपाईलाई आउँछ है र कुनै क्वेशन्सको पनि अप्सनमा पनि देखिन्छ जस्तो क्वेशन नम्बर कुनै एउटा क्वेशन्समा तपाईलाई दिएको छ उले हैन म्याथमेटिकल प्र्याक्टिकल बेसको क्वेशन देखा पर्यो यो 5 मार्क्स को या त यो गर्नुस् वा यसैको अल्टरनेटमा अर्को क्वेशन गर्नुस् भनेर पनि आउन सक्छ गर्न सक्नुस् यो तर यसमध्ये कुनै चुज गरेर एउटा
कुनै एउटा चुज गरेर तपाईँलाई गर्न देखा पर्न सक्छ। त्यस्तो किसिमले तपाईँले 8वटा क्वेसन्सलाई 8वटा क्वेसन्स तपाईँलाई एटेम्प्ट गर्नुपर्ने हुन्छ 5 मार्क्सको 40 क्वेसन्स। र यतापट्टि मैले लेखेँ त्यस पछाडि लास्टमा तपाईँलाई देखा पर्छ ग्रुप सीमा। ग्रुप सीलाई चाहिँ कम्प्लिटली हामीले लङ भनेको छ, लङ एन्सर क्वेसन्स। यसमा तपाईँलाई जम्मी टोटल क्वेसन्स हामीले उल्लेख गर्नु पर्दाखेरि चाहिँ 3वटा क्वेसन्स देखा पर्छ र प्रत्येक क्वेसन चाहिँ 8 मार्क्सको गर्दाखेरि टोटल तपाईँलाई 24 मार्क्स क्वेसन देखा पर्छ यो। यसमा मोस्टली सबै क्वेसन्सहरू हामी न्युमेरिकल बेसमा हाल्छौँ, यानि प्र्याक्टिकल बेसमा। र कुनै क्वेसन्सको चाहिँ अरू पनि देखा पर्न सक्छ यसमा मोस्टली तपाईँलाई चाहिँ अलिकति हेभी च्याप्टरहरू यहाँले पढ्नुभएको फाइनल अकाउन्टको च्याप्टर 1, दोस्रो तपाईँले क्यास फ्लोको च्याप्टर, क्यास फ्लो स्टेटमेन्टको च्याप्टर, तेस्रो तपाईँले कस्ट सिटको च्याप्टर, हैन, यिनै च्याप्टरहरूबाट एसोसिएट भएर आइदिन्छ। लङ एन्सर क्वेसन तपाईँले यसरी गर्नुपर्ने हुन्छ। अब यसको लागि चाहिँ हामीले के त मेन भनेको टाइमिङ म्यानेजमेन्ट। अब यही हेर्दा थाहा पाइहाल्यो नि हैन, 3टा क्वेसन्स यो भयो, 8वटा क्वेसन यो भयो, 8 3 11वटा भयो, 11 तक 22वटा क्वेसन तपाईँलाई भयो टोटल। अब टाइम तपाईँले म्यानेज गर्नुपऱ्यो। टोटल 22वटा क्वेसन्स तपाईँले एटेम्प्ट गर्दाखेरि तपाईँले 3 आवर्सको टाइम पिरियडमा यसलाई कम्प्लिट गर्नुपर्ने हुन्छ। र टाइम कन्ज्युम गर्दाखेरि, टाइम एलोकेट गर्दाखेरि, एभ्री क्वेसन्सको एटेम्प्टिङ पिरियडमा तपाईँले टाइम एलोकेट गर्दाखेरि चाहिँ क्वेसनको मार्क्सको वेट हेर्नुहोस्, कति वेटमा त्यो क्वेसन रेज गरिरहेको छ। 1 मार्क्सको वेटमा चाहिँ क्वेसन देखा पर्छ भने तपाईँले त्यति नै टाइम दिने, त्यति नै कन्टेन्ट राइटिङ गर्ने, त्यति नै कुरा लेख्नुपर्छ। अनावश्यक लेखेर भएन, धेरै लेखेर भएन हैन। अब 5 मार्क्सको लागि 5 मार्क्सभित्र पनि क्लासिफाई गरेर 2टा ब्रान्च ए र बी भनेर क्लासिफाई भएको छ र 2 मार्क्सको थ्योरी सोधिएको छ वा 3 मार्क्सको थ्योरी सोधिएको छ भने 2 मार्क्समा कति कन्टेन्ट लेख्ने र 3 मार्क्समा कति कन्टेन्ट लेख्ने बाई कन्ज्युमिङ हाउ मच एन आवर एज टाइम पिरियड कति लाग्छ त, कति मिनट तपाईँ कन्ज्युम गर्नुहुन्छ, त्यो टाइम पिरियडलाई पनि कन्सिडर गरेर तपाईँले एन्सरिङ स्टेटमेन्टलाई फोकस गर्नुहोस्। नत्र भने हामी के गर्छौँ त सुरुको कन्सेप्चुअली हामी के गर्छौँ त फर्स्ट टाइममा इनिसियल फेजमा अथवा फर्स्ट आवरमा जब हामी क्वेसन पेपर रिसिभ गर्छौँ त्यतिखेर हामी के गर्छौँ त तपाईँको माइन्ड नै प्रेडिक्सन भइसकेको हुँदैन, सेटअप भइसकेको हुँदैन। विद्यार्थी के गर्न थाल्छ, पहिला क्वेसन पल्टाएर हेर्न थाल्छ, के आएछ भन्दै पल्टाउँदै हेर्न थाल्छ, फटाफट के आएछ भनेर यसरी पल्टाउनु हेर्न थाल्छ। हेर्न थालिसकेपछि उसले 5-10 मिनट ती कन्ज्युम गरेर त्यसले वेस्ट गर्छ टाइम, किनकि तपाईँ प्रेडिक्सन हुनु भएन। एक्जाम हलमा जानुभन्दा अगाडि तपाईँको फुल फेजमा तपाईँ कति प्रिपरेसन भएर जानुभएको छ, के प्री माइन्ड सेटअप गरेर जानुभएको छ भन्ने कुराको आइडिया भएन। उहाँ गएर क्वेसन पल्टाउँदै हेर्न थाल्नुहुन्छ, यता पाना फर्काउनुहुन्छ, उता पाना फर्काउन थालिसकेपछि टाइम त्यति वेस्ट भयो। अनि बल्ल अब चाहिँ गर्नु पऱ्यो भन्न थाल्छ उसले, बल्ल स्टुडेन्टले बल्ल अब चाहिँ गर्छु, यहाँबाट सुरुवात गर्छु भन्छ। अनि त्यो यसो हेर्छ उसले त्यही आए जस्तो लाग्दैन, त्यसैमा ऊ कन्फ्युजन फिल गर्छ, भएन यो अर्को चाहिँ गर्छु भन्छ। यसो गर्दा गर्दै उसले 1 घन्टा बितेको पत्तै पाउँदैन, 1 घन्टा बितेको थाहै पाउँदैन उसले। अनि ट्वाङ्ग 1 घन्टी लगाइदिएपछि त अनि होपलेस भइगयो हो। ल 1 घन्टा बित्यो, मैले त अहिलेसम्म केही एटेम्प्ट नै गरेको छैन, अथवा मैले 1 घन्टा बित्यो जम्मा 10 मार्क्सको मात्रै एटेम्प्ट गरेको छु भन्ने किसिमको कन्सेप्ट उसमा बिल्डअप हुन थाल्यो, अथवा त्यस्तो किसिमको उसलाई चाहिँ भनौँ न त्यो प्रेसर पर्न थाल्यो भयो, त्यसपछि उसले सबै बिगार्छ, रिजल्ट तपाईँको बिग्रियो। अब त्यसैले तपाईँ इक्जाम हलमा इन्टर गर्नुभन्दा अगाडि प्री सेटअप हुनु पर्यो ठ्याक्कै। इक्जामको प्याटर्नमा ब्रिफ एन्सर क्वेसन यस्तो खालको हुन्छ र यसलाई म यसरी एटेम्प्ट गर्छु। सर्ट एन्सर क्वेसन्स 80वटा हुन्छ, त्यसको मार्क्सको वेट यति हुन्छ, त्यसको लागि म यति टाइम गरेर म यति लेख्छु भन्ने कन्सेप्ट तपाईँको प्री सेटअप भइसक्नुपर्छ ठ्याक्कै। त्यो भयो भने तपाईँलाई एलाउ गरिएको 3 आवर्सको टाइम पिरियड ठ्याक्कै कन्ज्युम गरेर तपाईँले आफ्नो चाहिँ भनौँ न कम्प्लिट कन्टेक्स्ट फिनिस गर्न सक्नुहुन्छ यी, नत्र भने सक्नु भएन। त्यसैले टाइमिङमा एकदमै हामीले कन्सिडर गर्नुपर्छ। यहाँहरूले अब जति पनि टाइम पिरियड छ अबको दिनमा म क्रमशः फेरि अर्को पनि हामी भिडियो अपलोड गर्न खोज्दैछौँ, त्यसमा तपाईँहरूलाई चाहिँ नेक्स्ट टाइम हामी एक्जामको मोडल र त्यसको चाहिँ हाउ टु राइट एन्सर विदिन टाइम अन द बेस अफ एलोकेटेड तपाईँको भने वेट अफ एभ्री क्वेसन्स भनौँ, क्वेसन्सको वेट अनुसार हामीले चाहिँ कति लेख्ने र कति टाइममा त्यसलाई फिनिस गर्ने भन्ने सहितको मोडल क्वेसनको म प्र्याक्टिस गराउनेछु। त्यसैले टाइमिङ म्यानेजमेन्टमा पनि कन्सिडर हुनु पर्यो। र यहाँलाई म के सजेस्ट गर्छु भनेदेखि आज तपाईँ प्र्याक्टिस गर्न खोज्दै हुनुहुन्छ, आज तपाईँ एक्जामको तयारी गरेर बसिनु भएको छ भने एटलिस्ट तपाईँले हैन एउटा क्वेसन आज म गर्छु भनेपछि तपाईँ यु हेभ टु कन्सिडर अबाउट योर टाइम अल्सो। तपाईँ टाइम पनि विचार गरेर हेर्नुहोस् है।
जस्तो म फाइनल एकाउन्टको हिसाब आज सिक्दैछु भनेर भन्नुभयो भने फाइनल एकाउन्टको प्रोबेबिलिटी भनेको 8 मार्क्समा आउन सक्ने भयो, ग्रुप सीमा आउन सक्ने अवस्था रह्यो हैन। अब 8 मार्क्सको क्वेसनको लागि त्यो 8 मार्क्सको फाइनल एकाउन्ट क्वेसन म कति टाइम लगाएर चाहिँ मैले त्यसलाई कम्प्लिट गर्दो रहेछु त, त्यो टाइमिङलाई पनि तपाईँले अहिले चाहिँ प्र्याक्टिस गर्दाखेरि कन्सिडर गरिराख्नुहोस्, विचार गरिराख्नुहोस्। अब त्यो 8 मार्क्सको लागि तपाईँले झन् 1 घन्टालाई कन्ज्युम गरेर गर्नुहुन्छ भने त्यो हाम्रो लागि चाहिँ राम्रो भएन, त्यो प्लस पोजिसन होइन, त्यो तपाईँ विक हुनुहुन्छ, एकदमै विक हुनुहुन्छ। त्यसले गर्दा तपाईँ एटेम्प्टै गर्नु 1 घन्टामा तपाईँ 8 मार्क्सको क्वेसन एटेम्प्ट गरेर आउनुहुन्छ भनेदेखि त त्यही हिसाबले तपाईँले के गर्नुभयो त 3 आवर्समा त 24 मार्क्स मात्रै एटेम्प्ट गरेर आउनुभयो। अनि त्यसपछि हामी के एक्सपेक्टेसन राख्छौँ त, अब त्यसपछि निराश भएर निक्लिनुपर्ने अवस्था रहन्छ। त्यो नहोस् भन्नको लागि तपाईँहरू तयारी गर्दाखेरि जुनसुकै टपिक्सबाट पनि तयारी गर्दाखेरि त्यो टपिक्समा रेज गर्ने क्वेसनको वेटलाई बेस मानेर त्यो क्वेसनलाई मैले एटेम्प्ट गर्दाखेरि, त्यो क्वेसनलाई मैले सल्भ गर्दाखेरि कति टाइम कन्ज्युम गर्छु भन्ने कुरामा पनि यहाँहरू कन्सिडर गर्नु होला है। त्यसैले टाइमिङलाई एकदमै हामीले ध्यान दिनुपर्ने छ। टाइमिङ बडो महत्त्वपूर्ण कुरा हो। यो टाइमिङमा हामी चाहिँ फेल खायौँ भनेदेखि हामीले 75 मार्क्सको फुल एटेम्प्ट गर्नुपर्ने जुन कन्सेप्ट हो त्यो कन्सेप्ट हामी त्यहाँ कम्प्लिट गर्न सक्दैनौँ। 75 हामी एटेम्प्ट गर्न सक्दैनौँ। एक्जाम हलबाट 3 आवर्स कम्प्लिट गरेर बाहिर निक्लिँदाखेरि तपाईँले साथीभाइसँग मैले त 40 मार्क्स मात्रै भ्याएँ, मैले त 50 मार्क्स मात्रै भ्याएँ, म त फेलै हुन्छु कि क्या हो भन्ने किसिमका हैन कुराहरू राख्नुपर्ने अवस्था आउन सक्छन्। अब आफ्नै साथीले ओहो मैले त आज पुरै गरेर आएँ, म त 75 मैले पुरै एटेम्प्ट गरेँ, म त राम्रो ग्रेड, म त A+ ल्याउँछु होला भन्ने कन्सेप्ट राख्यो भने आफैलाई अलिकति नराम्रो लाग्छ हैन। त्यसैले टाइमिङलाई पनि बडो महत्त्वको साथ तपाईँहरूले विचार गर्नुहोस् है। म फेरि पनि यहाँलाई के चाहिँ सजेस्ट गर्दछु भने तपाईँहरू हरेक दिन जति तपाईँहरूले एक्जामिनेसन प्रोसेसको लागि, एक्जामिनेसन प्रोसिड्युर्सको लागि प्रिपरेसन गरेर बस्नुभएको छ र आज अकाउन्टको म क्यास फ्लोको हिसाबमा चाहिँ आज प्र्याक्टिस गर्छु भन्नुहुन्छ भनेदेखि यु हेभ टु कन्सिडर अबाउट द टाइम हैन, हाउ मच टाइम यु कन्ज्युम फर द हैन पर्पज अफ कम्प्लिटिङ अल प्रब्लम रिलेटिङ विथ द क्यास फ्लो स्टेटमेन्ट। इज इट तपाईँको सफिसियन्ट अर नट, इज इट कम्प्लिटली प्रोपरली हैन वेल टाइम कन्ज्युम्ड अर नट फर द एटेम्प्सन अफ भन्ने सच टाइप्स अफ तपाईँको क्वेसन्स भन्ने त्यो देखिन्छ। त्यो हुन्छ कि हुँदैन भन्ने कुरामा पनि यहाँले त्यसलाई विचार गर्नु होला। त्यस पछाडि अब म अर्कोमा हुन्छ कन्टेन्ट राइटिङ। यो कन्टेन्ट राइटिङमा पनि त्यो हाम्रो बानी के हुन्छ भने प्राइमरी फेजमा, स्टार्टिङ फेजमा हामी जुन क्वेसन्स एटेम्प्ट गर्न खोज्दैछौँ त्यो हाम्रो लागि सजिलो जस्तो महसुस हुन्छ र त्यसलाई चाहिँ एन्सरिङ स्टेटमेन्ट गर्दा त्यसको कन्टेन्ट हामी लेख्न खोज्दाखेरि बढी लेख्न खोज्छौँ, हामी एक्सेसिभ कन्टेन्ट हुन थाल्छ। हामी मार्क्सको वेटलाई हामी विचार गर्दैनौँ। हरेक क्वेसनको एउटा क्वेसनभित्र लेखिएको सेन्टेन्सको लास्टमा पुगिसकेपछि तपाईँलाई यहाँ 1 भनेर घुमाइदिएको हुन्छ अथवा तपाईँलाई यहाँ 2 लेखिदिएको हुन्छ या तपाईँलाई 3 लेखिदिएको हुनसक्छ या तपाईँलाई 5 लेखिदिएको हुनसक्छ या तपाईँलाई 8 लेखिदिएको हुनसक्छ। यसरी फुल मार्क्सको कुरा गर्दा है अब 1 मार्क्स भनेर पछाडिपट्टि मार्क्सको वेट चाहिँ डिफाइन गराएको छ भने सबभन्दा पहिला कन्सिडर गर्नु पऱ्यो यो वेटलाई। तपाईँले यो वेट अनुसारको कन्टेन्ट कति हुनुपर्छ भने चाहियो। जस्तो इक्जाम्पल हामी एउटा कसरी गर्न सक्छौँ भने इक्जाम्पल सपोज वाट इज कम्पनी, क्वेसन सोध्यो कन्सिस्टिङ विथ 1 मार्क्स। अब कम्पनी भनेको के हो भनेर तपाईँलाई सोध्यो भनेदेखि यु हेभ टु डिफाइन अ कम्प्लिट सेन्टेन्स एज 1 सेन्टेन्स एज अ पर्फेक्ट एन्सर विच डिस्क्राइब्स द मिनिङ अफ कम्पनी ओन्ली। द्याट्स इट। त्यति मात्रै गर्नुहोस्, त्यहाँभन्दा धेरै नगर्नुहोस्। सकेसम्म 3 लाइन, 3 लाइनको एउटा सेन्टेन्स स्ट्रक्चर डेभलप गरेर तपाईँले लेख्नुहोस्। तर लेख्दाखेरि चाहिँ त्यस्तो सेन्टेन्स, त्यस्तो स्ट्रक्चर लेखेको हुनु पऱ्यो द्याट कम्प्लिट डिफाइन्स अबाउट द रेज्ड क्वेसन्स थिम भन्ने। क्वेसनको थिम छ त्यहाँ, क्वेसन रेज गरेपछि त्यहाँ पक्कै न पक्कै कुनै न कुनै पोइन्टलाई उसले एन्सर हाइलाइट गरिरहेको हुन्छ। क्वेसन हाइलाइट छ र त त्यो क्वेसन भयो, अनि त्यसको एन्सरिङ हाइलाइट छ र त क्वेसन भयो, देखा पऱ्यो हैन। त्यो एन्सर तपाईँले उसले जुन कुरालाई फोकस, क्वेसनले जुन कुरालाई एन्सरमा फोकस गरिरहेको हुन्छ, जुन कुरा हाइड हुन्छ त्यो चिज हाइड तपाईँले एक्सप्लोर गरिदिनुहोस् आफ्नो राइटिङ स्टेटमेन्टमा, आफ्नो कन्टेन्टमा। त्यो कुरा भयो भने त्यहाँ त एक्सेसिभ कुरा पनि आउँदैन, ठ्याक्कै टु द पोइन्ट यही चाहिन्छ। कसैले तपाईँलाई सोध्यो वाट इज योर नेम, 1 भन्दाखेरि माई नेम इज फलाना, सक्यो त।
तपाईँको नाम के हो भनेर यसरी सोद्धाखेरि पक्नुहोस् है मेरो नाम वास्तवमा मेरो नाम भन्दाखेरि चाहिँ अब के हो भनेदेखि मेरो गाउँ चाहिँ फलानु ठाउँमा हो भनेर यस्तो किसिमको ब्याकग्राउन्ड लिएर लेख्न थाल्यो भने त्यो बेकार हो। त्यो त्यसरी लेख्ने होइन। यो ठ्याक्कै टु द पोइन्ट एक्ज्याक्ट जुन कुरा क्वेसन रेज गरिएको छ त्यही पोइन्टको आन्सरिङ स्टेटमेन्ट समात्नुहोस् र त्यसैलाई चाहिँ फोकस गरेर तपाईँहरूले आन्सर स्टेटमेन्ट देखाउनुहोस् है। त्यो हो कन्टेन्ट राइटिङ। 2 मार्क्सले सोधेको छ भने 2 मार्क्समा तपाईँलाई अब्जेक्टिभ पनि सोध्छ। जस्तै अर्को जस्तो 2 मार्क्सको क्वेसनमा हामीले उल्लेख गर्ने हो भने 2 मार्क्सको अथवा 3 मार्क्सको क्वेसनको लागि उल्लेख गर्ने हो भने एउटा क्वेसन मैले इक्जाम्पल देखाउँछु है हैन। मेक अ डिफरेन्स बिट्विन PBT company, private company and public company into 3 sentences भने यति लेख्नुस्। जस्ट यु हेभ टु डिफाइन हैन अबाउट द डिफरेन्शियल कन्डिसन बिट्विन प्राइभेट कम्पनी र पब्लिक कम्पनी। ठ्याक्क 3टा पोइन्ट लेख्नुस्, फिनिस्ड। 3 मार्क्समा यसले सोधेको हो भने अथवा तपाईलाई यसको साटोमा अल्टरनेटिभ 2 भनेर सोध्छ भने त्यो 2 मार्क्स यसरी गराए हुन्छ। 2टा पोइन्ट 2टा सेन्टेन्स स्पेसिफाई गर्नुस् अबाउट द डिफरेन्शियल कज। व्हाट डु अब डिफरेन्स लिस्ट आउट एनी 2 डिफरेन्शियल पोइन्ट बिट्विन इक्विटी शेयर्स एन्ड प्रिफरेन्स शेयर्स भन्न सक्छ उसले हैन। लिस्ट आउट एनी 2 डिफरेन्शियल पोइन्ट बिट्विन शेयर क्यापिटल एन्ड डिबेन्चर क्यापिटल भन्न सक्छ। अब यस्तो किसिमको कुनै पनि पोइन्टलाई उसले फोकस गर्छ भनेदेखि हैन ठ्याक्कै त्यही पोइन्ट व्हाट डु यु मिन बाइ रिडिम्सन अफ डिबेन्चर एक्सप्लेन भनेर तपाईलाई 2 मार्क्समा सोध्छ भनेदेखि यु हेभ टु डिफाइन द कम्प्लिट सेन्टेन्स कम्प्लिट वर्ड हैन व्हिच एक्सप्लेन अबाउट द एक्ज्याक्ट मिनिङ अफ रिडिम्सन अफ डिबेन्चर। डिबेन्चर रिडिम्सन भनेको के हो भनेको चाहिँ ठ्याक्कै तपाईँको सेन्टेन्समा देखिनु पर्यो। डिबेन्चर भनेको चाहिँ कम्पनीले क्यापिटलको सेन्सको रूपमा कलेक्सन गरेको अमाउन्ट हो जुन चाहिँ लोनको थ्रुबाट कलेक्सन गरेको हुन्छ भनेर लेख्न थाल्यो भने त्यो मिनिङ आयो। डिबेन्चरको मिनिङ चाहिँ आयो। रिडिम्सन भनेको के हो त रिडिम्सन भनेको चाहिँ के हो भनेको ठ्याक्कै देखिनु पर्यो। त्यो चाहिँ कन्टेन्ट राइटिङ हो। त्यसैले कन्टेन्ट राइटिङमा तपाईँले चाहिँ एउटै कुरामा के फोकस गर्नु पर्यो भने यु हेभ टु एक्सप्लेन, यु हेभ टु डिफाइन, यु हेभ टु राइट योर 1 सेन्टेन्स भन्ने हैन द्याट इज कम्प्लिटली अर एक्ज्याक्टली कन्सिडर विथ द रेज्ड क्वेसन्स। ठ्याक्कै त्यही हुनु पर्यो। त्यहाँभन्दा बाहेक नहुने। त्यहाँभन्दा बाहेक हो भने त्यसले कुनै अर्थ राख्दैन। अर्थ त राख्छ तर धेरै लेख्न खोजेर त्यो केही पनि हुने भएको छैन। तपाईँले धेरै अब इक्विटी सेयर्सको व्हाट डु यु मिन बाइ इक्विटी सेयर्स भनेर सोद्धाखेरि चाहिँ 1 पाना लेखिदिनु पर्यो। 2 मार्क्स एसोसिएट गराएर छ 1 पाना लेखेर तपाईँलाई 5 मार्क्स दिन्छ हो र उसले डिस्क्राइब गर्न खोजेको हो र। इकोनोमिक्सको कुनै टपिक्सलाई डिस्क्राइब गरे जस्तै बिजनेस स्टडीको कुनै टपिक्सलाई डिस्क्राइब गर्छ अरू थ्योरिटिकल सब्जेक्टको कुनै टपिक्सलाई डिस्क्राइब गरे जस्तै कम्प्रिहेन्सिभ लेभलमा देखाएको एन्सर होइन नि त। यो त जति हो त्यही नै चिज हो। यो हामी थ्योरिटिकल पार्टमा न्युमेरिकल पार्टलाई पनि उल्लेख गर्दाखेरि न्युमेरिकल पोर्सन्सहरूलाई पनि उल्लेख गर्यो भने हामी अथवा एक्सरसाइज पोर्सनलाई पनि उल्लेख गर्छौँ जसलाई प्र्याक्टिकल क्वेसन्स भन्ने पनि भन्छौँ हामी हैन। प्र्याक्टिकल क्वेसन्समा हामी उल्लेख गर्दै भनेदेखि प्र्याक्टिकल क्वेसन्समा यहाँले हेर्नुभयो भने हरेक क्वेसनको कम्पोजिसन देखा पर्छ। जस्तो 5 मार्क्सको क्वेसन सोध्यो भने क्वेसन रेज गर्छ 2 + 3। 8 मार्क्सको क्वेसन रेज गर्यो भने जस्तो फाइनल एकाउन्ट क्वेसन गर्यो भनेर देखा पर्यो भनेदेखि हामी के गर्छौँ त फर्स्टमा ट्रेडिङ बना भने हुनसक्छ, त्यस पछाडि प्रफिट एन्ड लस बना भनेको हुनसक्छ, त्यसपछि पिएल एप्रोप्रिएसन बना पनि बनेको हुनसक्छ, त्यसपछि ब्यालेन्स सिट पनि बना भनेको हुनसक्छ। यो 4 चिज बना भन्यो भने यसो कम्पोजिसनमा अब कम्पोजिसनमा 2 + 2 हैन प्लस तपाईलाई 5 + 3 गरेर हाल्न सक्छ। यसले गरेर 8 पार्न सक्छ। कम्पोजिसन यो तरिकाको हो। यो 8 मार्क्सको पोजिसन हो। यो भनेपछि अब 2 मार्क्सको वेटको लागि ट्रेडिङ एकाउन्टको पोजिसन कति हुनुपर्छ, 2 मार्क्सको पोजिसनको लागि पिएल एकाउन्टको पोजिसन कस्तो हुन्छ, पिएल एप्रोप्रिएसनको पिएल भयो ब्यालेन्स सिटको पोजिसन कस्तो हुन्छ, त्यो कम्पोजिसनमा तपाईँले चाहिँ एटेम्प्ट गर्नु पर्यो क्वेसन्स। त्यसै अनुसारको टाइमिङ पनि हुनु पर्यो, त्यसै अनुसारको स्क्रिप्ट राइटिङ हुनु पर्यो, त्यसै अनुसारको कन्टेन्ट राइटिङ हुनु पर्यो। जति कुरा उसले एसेसर गराएको छ त्यति कुरा ठ्याक्कै हुनुपर्छ भन्ने बुझिन्छ। त्यो पार्टमा बढी ध्यान दिनु होला। त्यो पार्टलाई चाहिँ हामीले बढी फोकस गर्नुपर्ने हुन्छ र यसरी फोकस गर्नुभयो भने यहाँहरूले ओभरअल रूपमा 75 मार्क्सको लागि प्रिपरेसन गरेर एक्जाम आवर यानी 3 आवर्सको एक्जाममा जुन जाँदै हुनुहुन्छ त्यसको लागि तपाईँहरूको माइन्ड सेटअप चाहिँ पोजिटिभली एकदम प्री सेटअप भएर बस्छ। त्यसै तपाईँहरूलाई इन्टर्नली तपाईँको आफ्नो सेल्फ कन्फिडेन्सलाई पनि बिल्डअप गर्छ। त्यस पछाडि
क्वेसन एटेम्प्ट गर्दै जाँदा तपाईँले चाहिँ आफूलाई पनि के हुन्छ इन्टर्नली आफूलाई चाहिँ प्लस पोइन्टमा पनि थाहा पाउनुहुन्छ कि मैले ठ्याक्क हिसाब लेख्दैछु, हिसाब गर्दैछु, एन्सर स्टेट मिलाउँदैछु, मेरो सेन्टेन्स पर्फेक्ट छ भन्ने कुराको इमेजिनेसन, त्यो किसिमको कन्सेप्ट तपाईँको इक्जाम आवरमै पनि बिल्डअप गर्छ। त्यो बिल्डअप हुनु भनेको द्याट इज अ प्लस पोइन्ट फर यु ड्युरिङ द एक्जामिनेसन आवर। द्याट विल बी हेल्पफुल टु बिल्ड अप यर वान पोजिटिभ कन्फिडेन्स अल्सो। बढ्दै जान्छ है, तपाईँलाई काहीँ पनि नर्भस फिल हुँदैन, नआउने भन्ने चिज हुँदैन, त्यस पछाडि बिगिने भन्ने चिज हुँदैन। एउटा त्यो। अर्को कुरा म के सजेस्ट गर्छु यहाँहरू सबैजनालाई भनेदेखि तपाईँहरू सबैजनाले होइन 3 आवर्सको इक्जाम हलमा प्रवेश गर्दाखेरि एनी हाउ म 75 मार्क्स क्वेसन चाहिँ एटेम्प्ट जसरी पनि गरेर आउने हो, एनी हाउ एट एनी कस्ट, जुनसुकै लेभलमा होस्, त्यो जुनसुकै ट्रिक गरेर होस्, जुनसुकै कन्सेप्टमा होस्, मैले 75 मार्क्स चाहिँ फुल एटेम्प्ट म गरेर आउँछु। म इक्जाम हलबाट 3 आवर्सको टाइम पिरियड सकिएपछि बाहिर निस्किँदा इक्जाममा मेरो क्वेसन छुट्यो, मैले गर्न भ्याइनँ भन्ने किसिमको मेरो एन्सर नहोस् भन्ने किसिमको कन्सेप्टमा तपाईँले जानु पऱ्यो इक्जाम हलमा। कुनै पनि हालतमा एटेम्प्ट गर्ने हो। बरु म अझै तपाईँलाई के सजेस्ट गर्छु भनेदेखि प्र्याक्टिकल क्वेसन्सहरू जुन हेभी नेचरको हुन्छ, जस्तो फाइनल अकाउन्ट, क्यास फ्लो स्टेटमेन्ट, कस्ट सिट, यो हेभी नेचरको हुन्छ, अलि लेन्दी टाइपको हुन्छ, लङ प्रोसेसमा कम्प्लिट गर्दै जानुपर्ने हुन्छ। मिल्यो मिलेन अलिक थाहा हुँदैन, गर्दै गइसकेपछि ब्यालेन्स सिटमा पुगिसकेपछि तपाईँले फाइनल अकाउन्ट मिलाउनु भयो कि मिलाउनु भएन बल्ल थाहा हुनसक्छ। क्यास फ्लो स्टेटमेन्टको पनि लास्टमा गएर तपाईँले 3टे पार्टलाई कम्प्लिट गरिसकेपछि ओपनिङ र क्लोजिङ क्यास ब्यालेन्ससँग म्याच गर्न खोज्दाखेरि इक्वल भयो कि भएन भन्ने आधारमा तपाईँको एन्सरिङ स्टेटमेन्ट मिल्यो कि मिलेन भन्ने कुरा डिसाइड गर्न सक्नुहुन्छ। मिलेन इन केस फाइनल अकाउन्टको ब्यालेन्स सिट बनाउनु भयो, फाइनेन्सियल अकाउन्टको ब्यालेन्स सिटमा तपाईँलाई दुईवटा साइड चाहिँ अथवा क्यापिटल लायबिलिटी साइड र एसआई साइड पनि इक्वल आइदिएन भने पनि त्यसलाई तपाईँले जस्तो एटेम्प्ट गर्नुभयो, जसरी कम्प्लिट गर्नुभयो त्यसरी छोड्नुहोस्, नके हेर्नुहोस्। होला एक्जाम आवरमा गर्दै जाँदाखेरि एक्जामको प्रेसरको कारणले गर्दा कुनै आइटम काहीँ मिसिङ हुनसक्छ, काहीँ के हुनसक्छ, काहीँ म्याथमेटिकली तपाईँले चाहिँ फिगर चढाउने बेलामा 1000 लेख्ने बेलामा 10,000 लेखिदिनु होला। 4375 भन्ने डिजिट लेख्दाखेरि चाहिँ 3475 गरेर उल्टो पाल्टो पार्दिनु होला होइन। प्लस माइनस गर्दाखेरि तपाईँले जुन जुन मेसिन युज गर्नुहुन्छ, जुन क्यालकुलेटर युज गर्नुहुन्छ आफ्नो इक्जाम आवर, त्यो क्यालकुलेटरमा थिच्दाखेरिको त्यसको फङ्सन चलाउँदाखेरिको कहिलेकाहीँ मिस्टेक हुनसक्छ। त्यसले गर्दा पनि तपाईँको हिसाब मिलिरहेको हिसाब पनि नमिलेको जस्तो देखिन्छ। त्यस्तो भयो भने पनि डन्ट, त्यसलाई चाहिँ तपाईँले अन्यथा नसोच्नुहोस्। यो मैले कम्प्लिट नै गरेको हो र यसलाई मैले कम्प्लिट नै गराएको छु, यो मैले पुरै गराएको छु, यो मिलेकै छ भन्ने एक्सेप्ट गरेर 100% तपाईँले 75 मार्क्स फुल एटेम्प्ट गरेर आउने तपाईँले कन्सेप्ट लिएर जानुपर्छ र गरेको हुँ भन्ने नै पार्नु पऱ्यो। त्यहाँ गएर गरिसकेपछि मिलेन भनेर फेरि त्यसलाई कोर्ने, त्यसलाई फेरि काट्ने होइन। काट्नुभयो भने के हो त, अहिलेसम्म एटेम्प्ट गर्दाखेरिको टाइम पिरियड पनि तपाईँले कन्ज्युम गर्नुभयो, त्यो पनि वेस्ट भयो। त्यही क्वेसन फेरि सेकेन्ड टाइम एटेम्प्ट गर्न खोज्नुहुन्छ फेरि काटेर, अनि सेकेन्ड टाइम एटेम्प्ट गर्नुभयो भने फेरि के भयो त भन्दा त्यसैले फेरि तपाईँलाई ह्याम्पर गर्यो। अनि अर्को क्वेसनलाई त्यसले चाहिँ के गर्छ फेरि त कि तपाईँको टाइमलाई चाहिँ उसले डिस्टर्ब गर्छ, भ्याउनुहुन्न। एउटै क्वेसनलाई तपाईँले ट्वाइस टाइम काम गर्नुभयो, एउटा गल्ती भयो फेरि रिपिट गरेर गर्न थाल्नुभयो। अब त्यो टाइम पनि फेरि नेक्स्ट टाइम पनि मिल्छ भने के ग्यारेन्टी, फेरि त्यो पनि बिग्रियो भने फेरि कोर्न थाल्छ भनेपछि विद्यार्थी के गर्छ भन्दाखेरि अल्मलिन्छ त्यतैतिर। एउटै क्वेसन्सको एन्सरिङ स्टेटमेन्टभित्रै अल्मलिन्छ, अरूसँग कम्पेरिजन गर्छ। ऊ आफ्नो साइडमा बस्नेसँग ओइ तेरो एन्सर कति आयो, तेरो एन्सर कति आयो भनेर ऊ कम्पेरिजन गर्न थाल्छ। कम्पेयर गर्दाखेरि उसले अर्कै एन्सर सुनाइदिन सक्छ। उसले अर्कै एन्सर सुनाइदियो भने के हुन्छ त, आफूलाई चाहिँ फेरि कन्फिडेन्स लुज हुन्छ। ऊ चाहिँ राइट छ, म चाहिँ गल्ती छु भन्ने पर्छ। मैले गरेको चाहिँ मेरो मिस्टेक भयो, उसको चाहिँ राइट छ। अनि तपाईँ उसको अनुसार चाहिँ करेक्सन गर्न खोज्नुहुन्छ भनेपछि बनी बनाऊ काम पनि बिगार्न खोज्नुहुन्छ तपाईँले। न उसको पो गल्ती छ कि त के थाहा त्यो। त्यसैले आफूलाई नै सेल्फ कन्फिडेन्समा राख्नु पर्यो सबभन्दा पहिला। मैले गरेकै ठिक छ, अरूसँग कम्पेरिजन गर्दा मलाई नर्भस फिल हुन्छ भने चाहिँ कम्पेयर नगर्नुहोस्। अरूले सोधिहाल्यो भने तेरो जस्तै आएको छ भनेर भन्ने छोडिदिने, सक्यो त, त्यहाँभन्दा केही गर्नै परेन। र आफ्नो भ्यू, आफ्नो टार्गेट, आफ्नो वे, आफ्नो पाथ जुन हो त्यो पाथलाई क्लियर गर्नुहोस् र त्यो पाथमा तपाईँ रनिङ गर्नुहोस्। अरूसँग अल्मलिनु भयो, अरूसँग डिस्कस गर्नुभयो, अरूसँग एन्सरमा चाहिँ अल्मलिएर बस्नु थाल्नुहुन्छ भनेदेखि त्यहाँ त त्यो इक्जाम आवरमा तपाईँको टाइमको घडीको सुई यति फास्ट चल्छ कि के चल्छ कि अफ्रिकन कन्ट्रीहरूका चाहिँ एथलेटिक्स मान्छेहरू कुद्या भन्दा नि बढी कुद्छ त्यहाँ, त्यस्तो कुद्छ त्यहाँ घडी। थाहै पाउनुहुन्न तपाईँले 3 आवर्स कतिखेर कन्ज्युम भयो भनेर।
कतिखेर बित्यो भने थाहै पाइँदैन। त्यति चाहिँ तपाईँलाई त्यो टाइम चाहिँ एकदम टाइट देखिन्छ। त्यो के कारण भन्दाखेरि तपाईँको बडी ल्याङ्ग्वेज, तपाईँको कन्सेप्चुअल कन्डिसन, तपाईँको आफ्नो प्रोसिड्युर्स, आफ्नो पोस्चर तपाईँ के हुन्छ त एकअर्कासँग त्यो मिक्सअप भएर बस्दिन्छ। एकअर्कासँग तपाईँ डिस्टर्बमा बस्नुहुन्छ, एकअर्कासँग अल्मलिएर बस्नुहुन्छ। यो भयो भने बिग्रियो। बिग्रिसकेपछि त फेरि त्यो एक्सक्युज गर्ने ठाउँ होइन। फेरि 3 आवर्स कम्प्लिट भइसकेपछि यो मेरो पेपर राम्रो भएन, फेरि देऊ, फेरि लेखेर बस्छु, अब राम्रो दिन्छु म, मलाई आउँथ्यो वास्तवमा भन्न पाउनुहुन्न है। त्यसैले प्री सेटअप भएर जानुहोस्। 75 मार्क्स म पुरै कम्प्लिट गरेर आउँछु, पुरै एटेम्प्ट गरेर आउँछु भन्नुहोस् हैन। प्रत्येक मार्क्सको वेट बेसिसमा म कति कन्टेन्ट लेख्नुपर्छ भने मैले त्यो माइन्ड सेटअप गरेको छु पनि भन्नुहोस्। र प्रत्येक क्वेसनलाई एटेम्प्ट गर्दाखेरि कति टाइममा मैले त्यो क्वेसन्सहरू एटेम्प्ट गर्दै आउनुपर्छ भन्ने कुरा पनि तपाईँले त्यो प्रेडिक्सन गर्नुहोस् हैन। त्यसको लागि यी कुराहरूमा कसरी गर्ने भन्ने कुरामा चाहिँ म नेक्स्ट डेको हामी कार्यक्रममा यहाँहरूलाई चाहिँ एनइबीले, नेसनल एक्जामिनेसन बोर्डले अकाउन्ट सब्जेक्टको लागि 75 मार्क्समा यस्तो किसिमको क्वेसनको प्याटर्न हुन्छ है भनेर पठाएको छ। त्यो र त्यो सँगसँगै त्यसैसँग एसोसिएट गरेको प्रोबेबल सेट ए, सेट बी, सेट सी गरेर हामी झन्डै चारवटा मोडल सेट हामी तपाईँहरू समक्ष प्रस्तुत गर्छौँ। र त्यो मोडल सेटमा कस्ता क्वेसन्सको चाहिँ कन्डिसन, क्वेसन्सको प्याटर्न, क्वेसनको लेभल कस्तो हुँदो रहेछ र तिनीहरूलाई हामीले कसरी एन्सर स्टेटमेन्ट गर्ने, कति लेख्ने, कस्तो लेख्दाखेरि त्यो चाहिँ बेटर हुन्छ अथवा बेस्ट हुन्छ अथवा पर्फेक्ट हुन्छ, विदिन त्यो पनि स्पेसिफाइड टाइम पिरियडमा कस्तो हुन्छ भन्ने कुरामा हामी नेक्स्ट डेको भिडियोमा तपाईँहरूलाई त्यो युजफुल हुनेछ भन्ने मैले आशा लिएको छु। र यति भन्दै आजको लागि मैले यो तपाईँहरूको लागि टिप्स र ट्रिक्सको रूपमा कन्टेन्ट राइटिङको बारेमा, टाइम म्यानेजमेन्टको बारेमा र सँगसँगै अकाउन्ट सब्जेक्टको इम्पोर्टेन्सको बारेमा यहाँहरूलाई मैले केही कुराहरू तपाईँहरू समक्ष प्रस्तुत गरेँ। आशा छ यसले तपाईँहरूलाई एक्जामिनेसन तयार गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूको लागि यसले थप मद्दत मिल्नेछ भन्ने आशा राख्छु। धन्यवाद।